Ladies and gentlemen, we are here for the competition of hidden talents, and she is representing Nepal, and I'm from Bhutan. Oh my god. Country ko bishma hola. Show your hidden talent first. I don't know. तपाईँको मुख यत्रो हो त्यही भएर यत्रो बजेको मेरो सानो हो Talent हो it's talent. You are watching Ten Talks videos. फेरि गर्नु त आउँदैन हो मेरो त बाहिर Okay, तिम्रो talent show गर्नु. अर्को ट्यालेन्ट मेरो आएको त हुँदैन त मैले नाम थाहा. हेर्नु हाई गाइस सी हेर्नु हेर्नु लुक एट कति लङ समयसम्म भइरहेको लङ टाइमसम्म वाउ तिम्रो यो मात्र भयो हैन ट्यालेन्ट मेरो तिनटा भयो. मेरो पनि भयो नि कसो एउटा दुईटा भयो छ. त म पनि गरेको नि त दुईवटा तर म जिते नि भुटान जित्यो चाहिँ. जितेन अनि यस्तो गर्नु न त नि यस्तो यस्तो कस्तो यस्तो यस्तो हो र यस्तो गर्नु न यस्तो यहाँ हेर्नु त यो गर्नु त यस्तो गरेको मैले यहाँ मेरो छुनु त्यो यो चाहिँ हात बाचे छ नि. अब के ट्यालेन्ट छ तिम्रो? मेरो अर्को यस्तो गर्नु त आउँला यस्तो त्यहाँ हेर्नु कस्तो राम्रो हो क्लियर यहाँ त हुन्छ न. हेर्नु न मेरो राम्रो भयो के तपाईँको भन्दा पनि त्यही हो मेरो हिडन ट्यालेन्ट अरू के छ र भुटान जित्यो होइन छैन हौ तिम्रो तिनटा मात्र भयो मेरो 5 भयो. र यस्तो गरौँ त आँखा कसो गर्नु त त्यस्तो होइन हौ तपाईँ यता यता हेर्नु रोल गर्नु न तिम्रो चाहिँ आँखा त्यत्रो रहेछ नि ठुलो. ए होइन रोल गर्नु न आँखा ठुलो भएर रोल भएको खै त भएन त मेरो हेर्नु न तिम्रो चाहिँ आँखा ठुलो यत्रो रहेछ. होइन त्यो अघिको त्यो जिब्रो भएको नि तपाईँको मुख यत्रो भएर हो मेरो सानो भएर तिम्रो आइक्यू हेर्छ ल आइक्यू ल क्वेसन. ल पहिला हात्ती थाहा छ हात्ती एलिफेन्ट हात्ती एउटा थियो हो अन्त केरा बनाना 10 पिस थियो अरे अन्त हात्तीले यो बनाना 9 पिस चाहिँ खाइन्छ अन्त एउटा चाहिँ खाइन अरे किन खाइन भनेर सुन बुझ्यो 10 पिस बनाना थियो अरे हजुर अनि 9 पिस चाहिँ खायो हात्तीले एउटा चाहिँ खाइन. Why didn't the elephant eat? किनकि त्यो कुहिएको थियो होला हैन त्यसको पेट फुल भएको थियो होला यो बनानाले यो one big elephant आउन सक्छ. आइक्यू छैन त तिम्रो चाहिँ आइक्यू भेरी लो आइक्यू. यो एउटा केरा छिन one बनाना छिन यो थियो प्लास्टिकको रबर. यो तपाईको आइक्यू क्वेसन हो आइक्यू ल एउटा यो कम्प्लिट गर्नुपर्छ नि. ओके अब चाहिँ बनाना पनि रियल हो. ओके 10 बनाना सबै रियल है अन्त एलिफेन्ट पनि रियल तर एउटा पनि खाइन रहेछ. किन खाइन? एउटा पनि खाएन भनेपछि खाँदै खाएन केही पनि खाएन बनाना खाइन रहेछ भनेको यो एलिफेन्टले. Why didn't the elephant eat those bananas? किनकि एलिफेन्टले बनाना खाँदैन होला खाँदैन एलिफेन्ट देखेको छ नि तिमीले छ अन्त त्यसले बनाना खाएको देखेको छैन एलिफेन्टको फेभरेट फुड नि बनाना हो. ओ थाहा भएन ल त्यस टाइम चाहिँ यो एलिफेन्ट चाहिँ टिभी भित्र रहेछ अन्त बनाना चाहिँ बाहिर टेबल आइक्यू छैन त त्यो पढ्नु तिम्रो. ओके म सोध्छु अरू क्वेसन लास्ट ल हजुर अब चाहिँ यो हात्ती पनि टिभी भित्र रहेछ हो अन्त बनानाजहरू पनि टिभी भित्र रहेछ तर पनि खाइन रहेछ एउटा पनि खाइन रहेछ. किन खाइन? सिम्पल हो यो चाहिँ सिम्पल. यो थाहा पाएन भने त आइक्यू 0 हो तिमी. के रे हात्ती पनि भित्र रहेछ. You are putting down the name of Nepal. त्यस्तो नभन्नु है थाहा भएन. This time चाहिँ यो हात्ती र बनाना चाहिँ they are in different channel inside the TV. हुन्छ भनेको किन हुँदैन अन्त? अनि तपाईलाई चाहिँ कसरी थाहा
थाहा भयो नि एउटा च्यानलदेखि अर्को च्यानल त मुभ भयो होला नि त अनि दुईवटा च्यानलसँग कसरी हेर्यो त अनि कसरी जान्छ अन्त एउटा च्यानलबाट उता छ्या न म हजुर एउटा क्वेसन सोध्छु नि त ल ल होइन सोध्नु न के अरे क्वेसन नै भेटिन हौ आइक्यू छैन झन् तिमी चाहिँ आइक्यू क्वेसन नै छैन मलाई नआएर चाहिँ होइन नेपालीहरूलाई आउँदैन चाहिँ भन्न मिल्दैन है म चाहिँ अब त्यो हो नि त डम हो नि त अन्त तिमी चाहिँ नेपाल रिप्रेजेन्ट गरेको होइन अहिले हो अनि मसँग अरू त ट्यालेन्ट थिएन मैले अहिले तिमी र म यो ओलम्पिकमा हो ओलम्पिक ओके यो हिडन ट्यालेन्ट ओलम्पिकमा टाइम कति भएछ 57 भएछ 3 मिनट्स रहेछ ओके त्यसो भयो होइन एउटा काउले ग्रास खाइरहेको रहेछ होइन इस्टतिर फर्केर भनेपछि त्यसको टेल चाहिँ कतातिर फर्केको थियो इस्टतिर के इस्टतिर इस्टतिर फर्केर चाहिँ एउटा काउले ग्रास खाइरहेको थियो भनेपछि इस्ट वेस्ट नर्थ साउथ या अनि त्यसको चाहिँ टेल चाहिँ कतातिर थियो यो चाहिँ इस्ट फेस गरेर ग्रास खाँदैछ अन्त वेस्टमा हुन्छ नि ए हो अन्त इस्टमा फेस गरेर ग्रास खाँदा चाहिँ यसको टेल चाहिँ पछाडि हुँदैन के टेल यहाँ हुन्छ टाउकोमा ए रहेछ वाह के प्राउड अफ यु माई सन प्राउड अफ यु वाह भुटानी वाह त्यसको टेल जमुन त्यहाँ थियो तलतिर नर्थ वेस्टतिर त्यसको पुच्छर यस्तै फर्केको हुन्छ तिमीले भन्नुपर्छ नि यो नर्मल काउ म चाहिँ यो अरू चाहिँ यो डिसेबल काउहरूको टेल स्ट्रेट हुन्छ नि यसरी चिट गर्न पाइदैन किन चिट यो डिसेबल काउ कि नर्मल काउ भन्नुपर्छ नि मैले भनेन अघि रियल एलिफेन्ट रियल बनाना डिसेबल हात्ती त्यो डिसेबल काउ नर्मल काउ भन्नुपर्छ त्यसो भए अघिको च्यानल ल भन्नु कुन च्यानल थियो भन्नु एउटा चाहिँ नेसनल जियोग्राफीमा थियो अनि अर्को चाहिँ बनाना चाहिँ केमा देखेको थियो बनाना चाहिँ यो मास्टर शेफ ए मास्टर शेफमा चाहिँ बनाना राख्छ देखिन्छ मास्टर शेफमा बनानाको यो करी बनाउँछ नि ए वाह 1 minute okay thank you for watching bye